हेलो गाइज, वेलकम टु माई न्यू युट्युब च्यानल। आज चाहिँ के रहेछ भन्दाखेरि 10K लङ रनिङ रहेको छ। त्यसैले आज इभिनिङको सेसन ट्रेनिङको लागि 1:15 स्टार्ट गरिएको छ। लेट्स गो द 10K रन। हामी चाहिँ माथि डाँडामा आइसकेको छौँ अनि धेरै आवाज चलिरहेको छ। यता चाहिँ म चाहिँ आङटाङ भन्नेमा आइपुगेँ। अब धेरै न 10 मिनट जति कुद्नु पर्ला अनि त्यसपछि घरतिर लाग्नुपर्छ। कार्तिके म फाइनली आइपुगेको छ अनि देख्न सक्नुहुन्छ कार्तिके यही भोजपुर होमताङ जाने हाइवे रोड तपाईँ पनि देख्न सक्नुहुन्छ। यो कार्तिके आजको मौसम भनेकै धमिलो यस्तै रहेको छ। पानी पर्ला जस्तो गर्दैछ। अब अहिले बेलुका पानी पर्छ। अब म जाने भनेको यता हो। देख्न सक्नुहुन्छ गाइज, कार्तिके अलिक उज्यालो भएको छ। बाफरे बाफ जङ्गल। यहाँ त बाघ भालुहरू पनि होला है। आम्मामामामा जङ्गल। ट्याङ्की बनाउने पानी बेच्ने मान्छे चाहिँ धनी हुनु पर्यो, किनकि 40 mm को पाइपलाई भन्ने 8 घन्टामा त धेरै भएछ। त्यसैले दिउँसो 12 घन्टा बेलुका 12 घन्टा गर्दा त 24 घन्टाले त आम्मामामा मिनिमम पानी 8 घन्टाको 2 लाखले बेचेर पनि आम्मामा हात बोयो ट्याङ्की बनाउने मान्छे। रोडकै छेउमा चाहिँ कत्रो ठुलो बनाएको सरकारी ट्याङ्की होला सायद। देख्न सक्छ गाइस, म चाहिँ यता जाने हो। कुन स्कुल? ए भाइ चाहिँ ए ल कहाँ घर? आम्मामा यत्रो टाढोबाट आउनुहुन्छ है? 2 जना मात्रै? ए ल रनिङ इज कम्प्लिट। रनिङ चाहिँ कम्प्लिट भइसकेको छ। मौसम त अधुरो छ तर पसिनाले कस्तो देखिन्छ। मौसम त पानी पर्ला जस्तो छ तर पसिनाले नआएको। Thank you for watching.